सो हेलो गाइस, अहिले चाहिँ म त जरुवातिर छु होइन। आज चाहिँ मैले हजुरहरूलाई चाहिँ स्पेसल के भने चाहिँ मेरो जुन अस्तिको चाहिँ एफजेडको टप स्पिड भनेर हालेको थिएँ नि, सो त्यो भिडियोमा चाहिँ बल भ्यू आएको छ होइन। सो त्यही भएर चाहिँ मैले हजुरहरूको लागि यो मैले चलाएको एफजेड होइन V2 हो है, यसको चाहिँ टप स्पिड भन्नाले पनि एक गियरमा कति जान्छ, दुई गियरमा कति जान्छ, थर्ड गियरमा कति जान्छ, फोर्थ गियरमा कति जान्छ र फिफ्थ गियरमा कति जान्छ। सो म त देखाइदिन्छु हजुरहरूलाई अहिले चाहिँ है। त्यही देखाउनलाई म अहिले चाहिँ आज भिडियो स्टार्ट गरिसकेँ हजुरहरूको लागि भनेर, किनभने त्यसमा राम्रो भ्यू आएको छ होइन। त्यही भएर चाहिँ त्यो भिडियो धेरैले मन पराउनु भएको छ। त्यही भएर हजुरहरूको लागि फेरि त्यस्तै भिडियो मैले ल्याइदिइराखेको छु। के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब कमेन्ट हालिदिनु होला, माया देखाइदिनु होला। तपाईँहरूको माया भइरहेको पनि तपाईँहरूलाई चाहिने राम्रो राम्रो भिडियोहरू म फेरि ल्याइ नै दिन्छु होइन, ल्याइराखेकै हुन्छु सधैँ सधैँ। साँझको 6 बजे मेरो भिडियोहरू आउँछ। सो गाइज म चाहिँ अहिले मेन रोडमा आइसकेँ होइन। अब चाहिँ मैले हजुरहरूलाई चट्टल एक गियर गरेको छु होइन। अहिले चाहिँ 14 को स्पिड छ। गाइस स्पिड चाहिँ कति जान्छ है, 1 2 3 स्टार्ट। एक गियरमा, दुई गियर, तीन गियर, यो भएन है गाइज, यो भएन, गाडी आयो है, फेरि स्टार्ट गर्छु है। 1 2 3 एक गियरमा छ है गाइज, 4 लेट्स गो, लेट्स स्टार्ट। एक गियर, दुई गियर, कति गर्थ्यो है मैले चाहिँ देखेको छैन। सो अहिले भिडियो हेरेर म भन्छु है तपाईँहरूलाई, त्यो भिडियोमा हालिदिन्छु है कति लेखेको थियो। सो गाइस यहाँबाट उता चाहिँ बाटो राम्रो छैन होइन, यति देखाइहालेँ। अब फेरि एकचोटि गर्छु है, फेरि पछाडि जान्छु, हेर्नु होला है आज पुरै है। यस्तोरी सायदै कसैले देखाउँदैन होला होइन। 1 2 3 गाइस सेयर हाल्नु त, लाइक हान्नु है, लाइक हान्नु है, सबैजना लाइक हान्नु है, दामी दामी ल है त। 1 2 3 कमेन्ट हान्नु, कमेन्ट 4 लेट्स स्टार्ट। गियर, तीन गियर, कति पुगेको थियो हो मलाई थाहै भएन, यस्तो हावाले हान्छ थाहै भएन। ल गाइस एकदम बवाल है तपाईँहरूको लागि। ल प्रष्टै आयो ल है, प्रष्टै आयो। त्यो गाइस हेरिहाल्नु होला, खतरा। ल यस्तो गरी चाहिँ भिडियो कसैले देखाउँदैन। एक गियरदेखि 5 गियरसम्म टोटल कति कुद्यो ल। एक गियरमा कति कुद्दो रहेछ, 3 गियरमा कति कुद्दो रहेछ, 2 गियरमा कति कुद्दो रहेछ, 4 गियरमा कति, 5 गियरमा कति कुद्दो रहेछ ल देखाइदिएँ। तर 5 गियरमा अझै कुद्थ्यो, बाटो थिएन कसम। सो गाइस मैले त्यो दुध पनि लिइसकेँ, कस्तो लाग्यो त टप स्पिड। अझै यस्तो राम्रो भिडियोहरू चाहिन्छ भने कृपया कमेन्ट हान्नुहोस् ड्याङ ड्याङ ड्याङ। म त ल्याइहाल्छु नि खतरनाक भिडियोहरू, म मान्छे खतरनाक हो। अब गाई मौसम चाहिँ बवाल छ है, बवाल छ मौसम। यस्तो मौसम त बल्ल बल्ल आउँछ, के गर्नु।